एभ्रिवान वेलकम टु माई भ्लग्स। हामी चाहिँ यहाँ बाटो भिडियो गरिरहेको छौँ गाइज। यस्तो गर्मीमा तल गाइज भन्दै बस्छ। कस्तो शीतल भयो मलाई त। केन्जल कहाँ जाँदै चप्पल हेर न। मेरो चप्पल हेर्न सक्नुहुन्छ, नयाँ आज किनेको, धन्न घोप्टेर लोटेन। साथीहरू आज चाहिँ हामी चाहिँ जाँदैछौँ पोखरा लामाचौर। कहाँ भन्दाखेरि साथीको घरमा, साथी घरमा होइन यार, के अरे साथीको होटेलमा। छाता ल्याउनु पर्दैन, मैले त छाता लिएर आएको घाम छ त, कति घाममा मजाले घुमिरहेको छ। मेरो चप्पलले त औकात देखायो। ला यो चप्पल त के गर्ने, पुरै बेच्ने फेरि। तिमी त किन्न पाएन, बेच्ने कसले किन्छ होला मेरो चप्पल गाइज। होइन यो त ढिल्लै हुन्छ यार। हुन्छ यो लगाउनु त के हो, म त मिसै पाएन, कस्तो गाह्रो भयो हिँड्दा नि। हामी चाहिँ आइसक्यौँ है, सुनमायाहरूलाई भेट भयो है साथीहरू। यता छन् फेरि अरूको मोटीमाया। साथीहरू हामी चाहिँ हिँड्दैछौँ। यस्तो घाममा के गर्नु, मान्छेहरू राम्री हुनको लागि पनि यस्तो दुःख गर्नु पर्दो रहेछ है। लु बाटो हेर्नु है, पोखराको बाटो यस्तो दामी बन्दैछ क्या गाइजहरू। त्यही हो गाइज। अब चाहिँ हामी चाहिँ उहीँ गएर अनि त्यसपछि मायाको स्टेट कसरी गर्नुहुन्छ त्यो गर्छ। हामी चाहिँ आइसक्यौँ। छिटो है, कहाँ हो कति तल्ला हो त नि राम्रो। हेलो मायाले चाहिँ अब देखाइसक्नु भयो यहाँ कपाल स्टोर गर्ने। तर क्यारेटिङ गरेको चाहिँ सधैँ क्यारेटिङ गरिरहनुपर्छ मायाले गर्नु। यो चाहिँ हामी चाहिँ पार्लरमा आइसक्यौँ है साथीहरू। हाम्रो बहिनीले पनि कपाल स्टोर गर्छु भनेको थिएँ, खै फेरि अहिले बोल्दा नि बोल्दैनन्, क्या भला आदमी भएर बस्यो। तपाईँको कपाल त राम्रै हो कि, हल्का उड्रो टाइपको हो क्या नि त। त्यो टुप्पातिर अलिकति भयो जस्तो चाहिँ पुरा भिड हुँदो रहेछ क्या। तर ऊको पनि कविताको पनि राम्रै छ है। मेरो त उहाँ चिप्ले ढुङ्गा गर्छु भनेको त क्यारेटिङ गर्नु पऱ्यो भने मिल्दैन भन्यो। अहिले त त्यहाँ त मिल्यो 100%। कोरियन ब्युटी सलुन लगाए चाहिँ पोखरामा आउनु होला। हाम्रो माया चाहिँ कति केजी हुँदो रहेछ है। आम्मामा 74 किलो। राम उहाँजी 74 किलो है। तिमी कति किलो अरे? आमा म मात्र रहेछु 61। कति हुनुहुन्थ्यो अरे? 8 किलो घट्यो। बाहिरको चिजहरू खानु भएन नि त। त्यही हो, बाहिरको चिज मेन कुरा अब गर्नु पर्यो। मेरो पुतली साथी भेट भयो है। पार्लर नि यार हस्पिटल भन्दा पनि ओभर। ल है, हामी चाहिँ पार्लरबाट निस्केको। मेरो साथीले स्टार्ट गर्दैछ। हामीलाई त यो पार्लर पनि एकदम हस्पिटल जस्तो कि भिडभाडहरू एकदम धेरै। अनि कहीँ गई अनि मेरो त टाउको दुख्यो। हामी चाहिँ यहाँ चटपटे खाना आएको साथीहरू। पार्लरमा बस्दा दिमाग ह्याङ भएर यहाँ चाहिँ चटपटे छ। चटपटे चाहिँ मिठो नहोला जस्तो छ। के हेरेर खाने अरे? पहिला मान्छे हेर्नु पऱ्यो अनि चटपटे खानु पऱ्यो नि त। मान्छे हेर्ने अरे चटपट खाने कस्तो होला? पानी लिएर आउनु पर्न लाग्यो। म
त कस्तो तिर्खा लाग्यो यार अघि नै हो माएर झन् त्यहाँको पालोको मान्छेले पानी खानुहुन्छ भनेको त होइन भयो भनिहाल्यो अब म त के गर्नु म चिनेको मान्छे हामी त झन् नचिनेको त्यति गएको चटपटे खानु पऱ्यो है पऱ्यो तर चटपटेको मान्छे गाए भएपछि 2टा बोतल पानी बोकेर आउँछन् हाम्रो बहिनी करोडपति बहिनी हामीले गर्छौँ जस्तो भिडियो गर्न मात्र मन लाग्छ यार पानी उता लुङ्गी लाउँदा नि हो टी सर्ट पोल्दा नि हो के गर्दा बनाइदिन्छ जम्मै भयो बस न यहाँ देखियो कि कस्तो लजाउँछन् क्या यिनीहरू हाम्रो चाहिँ यो चटपटे खान लगाएको है 100 रुपिसको गाइज त्यही पनि होटेलमा अरूले होटेलमा मोमो चाउमिनहरू खान्छन् हामीले चाहिँ होटेलमा चाहिँ के खान्छौँ अरे चटपटे गाइज हामी चाहिँ यहाँ बस कुरेर बसेको हो यो सामान छ यो सामान दिनुपर्ने रे मेरो साथी कविता स्याक्सले त्यही भएर सामान कुरेर बसेको टन्टलापुर घाममा यहाँ हुँदी चाहिँ पुरै पसलहरू थियो अहिले चाहिँ अब बालेन सरकारले चाहिँ खै के गर्नुभएको के यस्तो गराउनु भयो यस्तो गराइदियो है यहाँको भत्काएर पसलहरू गरेर सक्नुहुन्छ साथीहरू यो चाहिँ अमरसिंह चोक अहिले यो नभएको कस्तो उजाड देखेको छ हामी त यो सामान पुर्याउनु पर्ने हो है यो सामान पुर्याइदिनु पर्ने हो मेरो साथीले चाहिँ ऊ त्यो माथिल्लो तलामा कपाल स्ट्रेट गर्नुभएको छ टेन्सन लाग्छ खै यार अझै नि आएन त है कुरेर प्रेम कस्तो लागिरहेछ घाममा कुर्दाखेरि कति बेर गरेको त नि दिदीहरूले तिमीको क्या हो सोल्टीहरू लाउने भए जान्छौँ कस्तो आनन्द हो माई गड वा यार डाँडा काँडा भ्यूहरू देखेको छ यतातिर फेरि लुक्छन् क्या हामी मात्र हो कि कस्तो क्यामेरामा एकदम देखिनु मन लागिरहने कि कस्तो कविता चाहिँ पार्कलाइन हस्पिटल कुर्दा कुर्दा आँखाको गेडा झरिसक्यो साथीहरू भन्नुहुन्छ भने चटपटे र आइसक्रिम 2टा आइसक्रिम खाइदिइसक्यौँ होइन यताबाट आउँछ क्या यो गाडी चाहिँ यो सामान पुऱ्याउने त्यही भएर यहाँ एकदम इन्तजार गर्दैछौँ हाम्रो मायाको चाहिँ उहाँ स्टोर गरिरहेको छ हामी चाहिँ वेटिङ रुममा यता आफ्नो पोजमा यतातिरको पोज चाहिँ बबाल खतरा छ यार पानी पिनाको माछा जस्तो छटपटिएर के गर्नु साथी ए कुमारी किन र लुक्ने यहाँबाट मायाको भिडियो गरेको स्टोर भएर अब हामी जान्छौँ है तिमी एक्लै बस है मायाहरूमा बिन्दास मोबाइल हेरेर बस्यो यता हेर न कविता बस है कस्तो चकिलो भएको गर क्या ठेडी मायालु यता हेर्नु न यता हेर्नु छिटो क्या दाइलाई देखाइदिउँ ल
यहाँबाट सर गएर अमरसिंहचोक के कल्किन्छ हौ यहाँबाट यताबाट त स्टार्ट गरेर यस्तो हिरो नि भएर हाम्रो माया अब चिन्दैन होला भोलि त ट्रिटमेन्ट आज घरमै गरे नि हुन्छ त्यस्तो मजाको भ्यूहरू हेर्दा आनन्द लाग्ने यो चाहिँ अमरसिंहचोकै टाउको दुख्यो यो बास्नाले मनपर्छ म त सक्दैन भाइ दाइले त चिन्दैन होला हौ के हुन्छ र पिटानु होला अलि धेरै नौ गर्नु केही हुन्न दाइ दाइलाई हेर्नु आज हजुरले चिन्नुहुन्न है चिन्नुहुन्न मायालुलाई भोलि चाहिँ यसको पालो के एक वर्ष भयो राम्रो अलिकति मेरो 3 वर्ष राम्रै मेरो त धेरै टिक्दिनँ है हजुरको त मेरो कपाल त्यस्तो हो नि त कुमारी कहाँ गयो भनेको त उहाँ पो रहेछ है म त खोजेको भएको भए मजाले ट्रेडिङ हाने रहेछ कि उहाँ के हुन्छ अरे बढी गाउँ भएको हुन्छ मेरो कति रङ छ होला हामीले गरे भएको रातै हुन्छ अरे फाइनल्ली फेरि आइयो हाम्रो जक्सनतिर हेलो ऋषिका मैया मसँग नि पैसा थिएन तपाईँको के हो यता चाहिँ हो र तिमी त ब्याङ्किङ थियो त सँग त करोडपति तिमीसँग त मोबाइलमा महिनामा 3000 हाल्छ नि गाइजिनले चाहिँ होइन ऋषिका मम्मीसँग पैसा छ कि नै भनिदेऊ यता चाहिँ अब के बनायो होइन हाम्रो म्याडमले के बनाउँछ भने अझ यत्रो आली हेर्ने भयो अझ छि म कति पैसा थिएँ थाहा होइन मलाई त केही पनि थाहा छैन म सुन 40 भनेर भन्यो कति पिस ल्याउने हो कि भनेर फोन गरेको है अनि कति खाना मन लाग्यो भनेर के 5वटा लिएर आयो अनि भन्ने फोन गरिरह अनि कति खाने हो के हो मलाई पैसा हेर न पैसा भएर त फोन गरेको नि त बेबी हाल्दैन अब गाबा पकाएको भनेको नि तिमीले त्यही त अनि छ र यहाँ गाबा होइन छि म त त्यस्तो केही न म नि यहाँ गाबा खान मन लाग्ने कस्तो गाबा है गाई अस्ति खान पाएन नेट छैन यस्तो मिठो मिठो पकाउँछन् क्या यिनले यार आमा छोरी नेट हालिदियो अरे आइ किन्नु पऱ्यो अरे ऋषिका नाच्देऊ न ऋषिका नमस्ते ल है साथी घर आयो गाइजहरू दिनभरि आज पार्लरमा अमरसिंहचोकको रात परेपछि त फेरि गाइज हाम्रो चाहिँ खाना पाक्यो के अरे बनाएर खाने रे कि उसले पातलो बनाएर पिउने हो को ल्याऊ मै खाने मम्मी ल्याऊ कि मेरो घरमा पनि दही मेरो घरमा नि दहीको ऊ छ यहाँ पनि दहीकै छ यार भाइ बाक्लो नगर्न पातलो पिउने हो पातलो हुन्छ त जातिन्छ त पिउनु आयो यहाँ सिधै जा म बात खाइहाल्छु मैले काम पनि नचलेर भाछ साह्रै पिर नभए नि पैसा बरै खाना मन लाउँछ झिर पिडालु मेरो गीत के पिडालु साह्रै पातल भयो म हुन्छ काट
ल मै खाऊ कस्तो छ जुत्ता लिएर जाने नयाँ जुत्ता मम्मीले दिन्छ अरे है हस् भन न मम्मीसँग मात्र बोल्ने कि हामीसँग चाहिँ नबोल्ने अरे के ऋषिका मिस हाम्रो यो हो सक्सेस ल गाइज है यो चाहिँ 200 को है यो झिर चाहिँ होइन सेकुवा 200 को सेकुवा खाना हुन्छ त आधा किलो मासु ड्याम कुखुराको मासु आउनु जाति भाइ छ्या 5वटा झिर म त अझ काठोसँगै दिन्छ होला भन्ने थिएँ भाइ यो सेको त लास्टै भयो क्या है दुर्गा मम्मी है होइन र बहिनी दिएन बहिनी वेलकम मासी यो त साह्रै नै भयो यार दुर्गा मम्मी है मोड्दा त्यसलाई ल गाइज हामीले चाहिँ खाँदैछौँ के को तरकारीले भनौँ गाबाको तरकारी यस्तो मिठो हुन्छ नि त्यही माथि दाल कालो दाल मिसाएर साथीहरू है यो चाहिँ दहीलाई बनाएको हो मै यता चाहिँ भात यो चाहिँ चिसो पानी टोल परेर फेरि कहाँ जाने केमा 12 चिसो पानी टोल्नु पऱ्यो अरे क्या सफलमा जाने किन अरू सफलमा गएकै गर्नुपर्छ र भन्ने होला नि है अनि 4 टोकन दिन्छ रे एक दिन मही दही दुध त्यसै दिन्छ रे प्रत्येक व्यक्तिलाई 4 दिन दिएन ल ए त्यस्तो केही उरो राख्यो होला नि यही सफल डेरीले होइन ल है पोखरामा त यस्तो सिस्टमै रहेछ यो चाहिँ सफल दुध 10 नम्बरमा पसल होइन धन्दै नमारेछ है म त हो थोरै के भयो मम्मी भात खान्छु म है ल गाइज हामी चाहिँ अब खाना लाग्यो है कस्तो हुन्छ दुर्गा मम्मीको हातबाट खाना खाए हामी त मोटाउँछौँ क्या त्यो त मम्मीले खान्छ मैले माइत गए जस्तो हुन्छ क्या यहाँ आयो भने चाहिँ मोटुले किन सताउँछस् तिमीहरूले मोटुको ग्यास कति भ्यायो होला भन्दै साथीहरूलाई पनि थाहा भयो यार दामी बनाउँछ नि हेर्दाखेरि यार खाना देख्न सक्नुहुन्छ यो चाहिँ गाबा अनि दाल के अरे केटीहरूलाई पनि थाहा भइसक्यो यार खालि दुर्गा दिदीको खाना जान्छ भनेर होइन क्या हामी त गएर नि कहिलेसम्म बिचरा उठाएर खान्छ कि भनेछ है ए पनि तिमीहरू फेरि मोटीलाई सताउन जाने भन्छ ल मिठो पकाउँछ नि त कस्तो मिठो छ मलाई त मिठो लाग्यो छोरीलाई कस्तो लाग्यो खाइस् ल खाएपछि अब कस्तो भयो एकदम मिठो सधैँ यसरी नै खान पाओस् दिदीको हातबाट दुःख गर्नुभएको म धेरै धेरै धन्यवाद थ्याङ्क यू कति दिने थ्याङ्क यू नि सधैँ आयो थ्याङ्क यू भनेको ल अब हामीले खान्छौँ ल हामी चाहिँ हाम्रो साथी घर खानासाना खाएर आयौँ अनि चाहिँ बाटोमा आउँदा आइसक्रिम रहेछ क्या साथीहरू है आइसक्रिम छ अनि त्यही भएर फेरि यस्तो गर्मी भएको अनि त्यही भएर आइसक्रिम खाइदिएको अनि आमा छोरी चाहिँ यसो बसेको क्या आनन्द आउँछ है छोरी यसरी बस्दाखेरि गाडी छ होइन कस्तो लाग्यो राम्रो लाग्छ आनन्द हामी जस्तो बस्ने चाहिँ धेरै छ कि यता चाहिँ त्यसरी बस्ने हो कालो कालो आउँदो रहेछ त्यताबाट सानो सानो बत्तीहरू छ
बाटोमा झिलिमिली गाडीहरू मिलाएको अनि त्यसपछि टक्कै बस्नु चाहिँ मन आनन्द हुने है। त्यही हो साथीहरू, आज चाहिँ हामी चाहिँ अब आजको दिन चाहिँ हामी चाहिँ अब पार्लरमै बित्यो दिनभरि। अनि साँझ फेरि आयौँ कराएर खाजासाजा खायौँ। खाजासाजा खाएपछि अनि यता साथी घर आयौँ फेरि खानालाई, किनभने मेरो साथीको हातदेखि एकदम मिठो हुन्छ नि त खाना। त्यही माथि आज चाहिँ मलाई चाहिँ कस्तो गाबाको तरकारी खान मन लाग्थ्यो कि, त्यही भएर मिठाई खुलाएँ अनि खायौँ अनि आयौँ। अहिले यहाँ घरमा पुगेको छैन, मेरो छिनी आनन्दले मोज गर्ने आमा छोरी होइन। आइसक्रिम सँगसँगै चिसो अब खाने हो अनि त्यसपछि मजाले घर आएर सुत्ने हो। किनभने धेरै टाढा खाएन क्या, नजिकै हो है, घर नजिकै हो। त्यही हो साथीहरू। मुलुक कस्तो खा बाई बाई।